चाहिँ सुँगुरको भुटुवा हो है साथीहरू। अस्ति यही खाँदाखेरि बिन्दुले दिदीले दिदी होला दिदी बहिनी दिदी होला आई थिङ्क होइन जुक्का भेटेको थियो। तर त्यो जुक्का होइन जस्तो लाग्यो। मासुमा एउटा त्यस्तो उयो हुन्छ क्या के अरे माछा तर त्यो यस्तोमा त नहुनुपर्ने जुकै थियो के थियो राम्रोसँग भएन के गर्नुभयो सायद। हामीले पनि आज खाना लगाएको गाइज। अब यहाँ बोइल गर्ने पलाएर पहिला त्यसपछि मात्रै पकाउँछु है त गाइज। बेसार लगाएर मैले चाहिँ बोइल गर्दैछु साथीहरू। एबा साथीहरू जुक्का साँच्चै हुने रहेछ। भन्नु नभएको मासुको नसाहरू फाइनली भेटियो बिन्दुले दिदीको के अरे जुका भुटुवा चाहिँ यस्तो भयो है साथीहरू। अघि पकाउने बेलामा त उता यम्मी यम्मी भिडियो गर्ने बिर्सेछ क्या।